Hello from Metal Zone, we are from Lomjung. आज चाहिँ हामी जिन्दगीमा चाहिने घाँस बाँस कपास मध्ये चाहिँ हामीले आज बाँसको कुरालाई प्रस्तुति गर्दैछौँ। घर जुन तपाईको वर्षौं मेहनतको पसिनाको कमाई, जसले तपाईको शिर लुकाउँछ, तपाईको एउटा गाउँठाउँमा एउटा पहिचान दिन्छ, त्यो हो घर। नमस्ते, मेरो नाम कृष्ण अधिकारी थापा। म चाहिँ बस्ने थोक फाँटमा भर्खरै मेरो नयाँ घर बनेको छ। अनि मेरो फ्यामिली चाहिँ स्मल भएको कारणले मैले चाहिँ यहाँ धेरै टाइम दिन नपाएको हुनाले आउने जाने क्रम चाहिँ भइरहेको थियो। अनि त्यसपछि चाहिँ यहाँ जति यो इन्टायर टिम अल इन्टायर टिमहरूलाई चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु, किनकि यति राम्रो घर बनाएर यो ठाउँमा पनि यस्तो हुन्छ, घर बनाएर सम्पन्न गरेर आज अन्तिम दिनमा चाहिँ मलाई यसरी बोल्न पाउँदा म एकदमै खुसी छु। आउनुहोस्, मेरो अहिले बन्दै गरेको नयाँ घर आज कम्प्लिट भएको छ, म देखाउँछु। कम्पनीले राम्रो बनाउँदैन भन्नेको लागि चाहिँ यो एउटा उदाहरण हो। यो मेरो घर चाहिँ चित्तबुद्ध बनाउनु भएको छ, भरपर्दो छ। यो चाहिँ मेरो लिभिङ रुम हो। मेरो चाहिँ 4 जना परिवार हुनुहुन्छ। उहाँ बच्चाहरूको लागि अनि सोफा सेटहरू राख्नको लागि चाहिँ बनाइएको यो लिभिङ रुम हो। अनि त्यसपछि यो चाहिँ मेरो किचन हो। अनि यसमा चाहिँ मेरो खानाहरू पाकेको हुन्छ अनि यता भाँडाहरू धुनको लागि हुन्छ। त्यसपछि आउनुहोस्, म यतापट्टि देखाउँछु। यो चाहिँ मेरो गेस्ट रुम हो। अनि यहाँ चाहिँ मेरो गेस्टहरू आएको बेलामा चाहिँ बस्ने कोठा हो यो चाहिँ। अनि त्यसपछि यता माथि चाहिँ मेरो स्टोरमा जाने भर्याङ हो। त्यसपछि गएर चाहिँ यो मेरो बाथरुम टोयलेट हो। यसमा चाहिँ हामी एकदम राम्रो छ, सामग्रीहरू एकदम राम्रो हाल्नुभएको छ। हामी एकदमै खुसी छौँ यसको लागि चाहिँ। अनि त्यसपछि अब चाहिँ यो चाहिँ मेरो बेडरुम हो। अनि यहाँ चाहिँ हामी सुत्छौँ। हाम्रो यो बेडरुम एकदम राम्रो छ। हामीले जस्तो भनेको थियौँ त्यस्तै छ। यसको लागि चाहिँ हामी अल फ्यामिली चाहिँ एकदमै ह्याप्पी छौँ। अनि यो कम्पनीको लागि चाहिँ मेरो हृदयबाट धेरै धेरै धन्यवाद छ। यो मेटल जोनले अहिले हाम्रो गत साल नवदुर्गा सृजनशील आमा समूहको भवन पनि बनाउनु भएको थियो। हाम्रो सुजन प्रोपाइटर हुनुहुन्छ। अहिले चाहिँ ठ्याक्कै 1 वर्षपछि यो हाम्रो अहिले गाउँमा अर्को एउटा घर हाम्रो भतिजो छोराले बनायो। मेटल जोनले एकदम राम्रो काम गरेर बनाउनु भएको छ। 3 महिना लगाएर बनाउनु भयो उहाँले। हेर्दाखेरि राम्रो, टिकाउ, बलियो, एकदम राम्रो देखिन्छ। घरको चाहिँ आकार प्रकार पनि यो जापानिज टेक्नोलोजी। हामी चाहिँ आज लमजुङको मर्स्याङ देहात होइन, बस्ने थोकको गाउँबाट चाहिँ हामीले कोर्डिनेट गर्दैछौँ। सो यो चाहिँ हामीले बनाएको मेटल जोनको एउटा चाहिँ फुल कम्प्लिट हाउस एउटा प्लान हो होइन। यसको नाम भनेको चाहिँ बाआमा घर राखेको छ होइन। सो यो चाहिँ घर भन्ने बित्तिकै एकदम एउटा घर मात्र नभइकन पनि एउटा आफूले गरेको पसिनाको कमाई
होइन। सो चाहिँ आफ्नो हरेक आमा बाउप्रति दिएको त्यो विश्वास चाहिँ हामीले रूपमा चाहिँ लिएको छौँ घरलाई। सबैजना खुसी हुनुहुन्छ घरमा होइन। सो हामी आज भिजिट पनि गर्नलाई अन्त हजुरहरूलाई लिएर आएको छौँ है। सो हाम्रो राम्रो भाइहरू हुनुहुन्छ फोटोग्राफरहरू होइन, भाइहरूले एकदम आज भिजुअलाइज गरेर देखाउनेछौँ। सो यो चाहिँ हामीले बाहिरबाट फुल्ली चाहिँ ब्रिक कोट गरेको 9 इन्चीको ब्रिक वाल हो। त्यसमाथि हामीले चाहिँ यो प्लास्टर बुट्टा चाहिँ टेक्सचर एउटा डिजाइन दिएको छौँ हाम्रो क्लाइन्टको रिक्वायरमेन्टमा। सो गाउँघरको मेनली आमा घर भन्ने बित्तिकै चाहिँ एउटा जति पनि विदेशमा हुनुहुन्छ हाम्रो दाजुभाइ नेपालीहरू, उहाँहरूको लागि चाहिँ मनको लागि एउटा घर भन्ने बित्तिकै के हो त होइन, सबैको रहर हुन्छ। तर करोडौँ होइन अब धेरै खरबौँ लगाएर बनाउने कुरोलाई सोध्नुहुन्छ होइन। तर नर्मली पनि हामीले छोटो बजेटमा यति राम्रो घर बनाउन सक्छौँ। हजुरको केही 1-2 वर्षको मेहनतले पनि बन्ने घर हो यो होइन। सो हामी चाहिँ भिजिट गराउन आज लाग्दैछौँ है। यो चाहिँ अब हामीले फुल यो डिजाइन चाहिँ हामीले अगाडि आफैले कन्सेप्ट गरेर क्लाइन्टसँग बसेर चाहिँ उहाँ चाहिँ बाहिर हुनुहुन्थ्यो। सो भिडियो कलबाटै टक गरेर भेटेर चाहिँ हामीले बनाएको डिजाइन हो है। सो भित्रको म अब भिजिट गराउँछु है। लेट्स कम ल। सो यो चाहिँ हाम्रो मेन डोर हो है। सो मेन डोर चाहिँ हाम्रो गणेशको सेपको, यो चाहिँ वुडनको है रेडिमेड डोर हो। सो हाम्रो साइडको चाहिँ टोइलेट हो साइडमा होइन। यस्तो ब्युटिफुल टोइलेट एउटा हाम्रो एउटा नर्मल फ्यामिलीलाई होइन चाहिने एकदम चाहिँ हाम्रो यहाँनिर अब भएको भनेको टोइलेट भयो। अब नर्मली एउटा हाम्रो सिङ्क पनि सावर पनि छ हुनुपर्ने, प्यान भइहाल्यो, बेसिन छ, राम्रो ब्युटिसिङ मिररहरू छ। सो यो सँगै हामीले माथिको चाहिँ हाम्रो अर्को स्टोरेजको होइन। सो यसमा चाहिँ हाम्रो माथि स्टोर गर्ने सो धानहरू हाम्रो गाउँमा भित्रिँदाखेरि चाहिँ कोदो धान गहुँहरू राख्नुको लागि चाहिँ हामीले बनाएको सिडी हो। सो यसरी अलिकति सानो ठाउँमा एकदम स्पेस युटिलाइज हुने गरी बनाएको चाहिँ कन्सेप्ट हो होइन। सो यो चाहिँ अर्को हाम्रो एउटा मास्टर बेडरुम है। सो ठुलो साइज छ। गाउँघरमा यतिको बेडरुम चाहिँ कसैले पनि लगभग हुँदैन है। यति 14x14 फुल हल तपाईँले आज लिभिङको रूपमा नि युज गर्न सक्नुहुन्छ। सो लिभिङ चाहिँ हाम्रो अगाडि यो स्पेस भइहाल्यो। सो त्यसै गरी हाम्रो यतापट्टि किचन छ। सो किचनमा चाहिँ हामीले फुल्ली यो ग्रेनाइट लुक्समा टाइल हालेको छौँ। सो बाहिर चाहिँ हामीले यो जति पनि देख्नु भएको छ युपिभिसी विन्डो, माथिकोमा टपको पिभिसी सिलिङ होइन। सो अनि त्यसपछि हाम्रो प्लास्टर वर्कहरू सबै एक्सटेरियर वर्क कम्प्लिटली। माथि चाहिँ ट्याङ्की चाहिँ माथि राखेको छौँ। सो यो चाहिँ बाहिर एउटा बेसिन छ हाम्रो है। अब तलको एउटा डिसवास एरिया, भाँडासाँडा लुगाहरू धुनको लागि। सो माथि चाहिँ हामीले नमस्ते सेपको लुक्स डिजाइन दिएको छौँ। सो यो सँगै हामीले एउटा गाउँघरमा चाहिने एकदम अति आवश्यक कुरा गोठहरू चाहिँ गोठ भैँसीको लागि चाहिँ रेडीको लागि गरेका छौँ। सो है यो चाहिँ नर्मल्ली क्लाइन्टको रिक्वायरमेन्टमा हामीले बनाएको एकदमै राम्रो छ। 20x10 को गोठ हो यो चाहिँ। सो यो चाहिँ फुल्ली आँगन एरियामा भएको कुराहरू हो।